हेलो नमस्ते साथीहरू। आज नेपालको इतिहासको बारेमा भिडियो लिएर उपस्थित भइसकेका छौँ। योभन्दा पहिलाको भिडियोमा चाहिँ हामीले लिच्छवी कालहरूको बारेमा सम्पूर्ण जानकारी दिइसकेका छौँ। अब पालो चाहिँ लिच्छवी कालहरूको बारेमा। अब लिच्छवी काल नेपालमा कसरी आयो र कसरी शासन आफ्नो स्टार्ट गर्यो त्यो सबै कुराहरू आज यो भिडियो मार्फत हामी जान्नेछौँ है। यिनीहरूको इतिहास हेर्दाखेरि भारतको मुजफ्फरपुर जिल्लाको वैशाली भन्ने ठाउँमा यिनीहरूले गणतन्त्रात्मक रूपमा शासन सञ्चालन गरेर राज्य गरिरहेका थिए होइन। त्यसपछि भारतमा मुगलहरूको शासन हावी हुँदै जाँदा यिनीहरूले आफ्नो शासन व्यवस्था टिकाउन सकेन। यिनीहरूले आफ्नो शासन व्यवस्था टिकाउन नसकेपछि यिनीहरूको भाग्ने अवस्था आयो र त्यसपछि भागेर तित्तर-बित्तर भएर केही लिच्छवीहरू समानार्थिक रूपमा नेपाल प्रवेश गरे र त्यसपछि तिनीहरूले के रियलाइज गर्यो भने त्यो किराती राजा अन्तिम गस्ती राजा एकदमै कमजोर हुन्। किराती राजाले मारेर हामी चाहिँ आफ्नो शासन सुरु गर्न सक्छौँ भनेर यिनीहरूले ठाने र त्यसपछि यिनीहरूले राजा गस्तीलाई मारेर लिच्छवीहरूले आफ्नो शासन अवधि सुरुवात गर्यो। अनि त्यसपछि यिनीहरूको शासन अवधि नेपालमा स्टार्ट भयो। अनि लिच्छवी कालहरूलाई तीनवटा काल पनि भनिन्छ। यसलाई एउटा लिच्छवी काल पनि भनिन्छ र स्वर्णयुग पनि भनिन्छ र सूर्यवंशी पनि भनिन्छ। र लिच्छवी काल किन भनिएको हो भने भगवान श्री रामचन्द्रको 8औं पुस्तामा एउटा लिच्छवी नामक राजा थियो। त्यो भएर उनीहरूको नाममै लिच्छवी नाम राख्न गयो र सूर्यवंशी पनि भनिन्छ र स्वर्णयुग पनि भनिन्छ। र स्वर्णयुग किन भनिन्छ भने यो भिडियो मार्फत आज सबै कुराहरू जान्नेछौँ। लिच्छवी काललाई नै स्वर्णयुग पनि भनिन्छ। अब किन भनिएको होला लिच्छवी काललाई स्वर्णयुग भनेको? नेपालको इतिहासमा लिच्छवी कालमा सामाजिक, आर्थिक, कला, सांस्कृतिक, वस्तुकला, मूर्तिकला यिनीहरूको प्रचुर मात्रामा विकास भएका थिए। त्यो भएर नेपालको इतिहासमा स्वर्णयुग र गोल्डेन हिरा पनि भनिन्छ। प्रशासनिक व्यवस्था औपचारिक सुरुवात पनि लिच्छवी कालमै भएको हो। तिथिमिथि मूर्तिहरूको प्रमाण पनि लिच्छवी कालमै भेटिएको हो। अभिलेख राख्ने चलन पनि लिच्छवीहरूको पालामा नै भएको हो। त्यो भएर यिनीहरूलाई स्वर्णयुग पनि भन्छ। अब अभिलेख केलाई भन्यो भने कि रेकर्ड जस्तै कुनै पनि इतिहासमा घटेको कुराहरूको हुन्छ नि एउटा अभिलेख बनाएर रेकर्ड फाइलमा जस्तो बनाएर राख्छ नि त्यसलाई हामी अभिलेख भन्छौँ। जस्तै भविष्यमा कहिले पनि काम लाग्न सक्ने कुराहरूलाई अभिलेख भनिन्छ। अब यिनीहरूलाई स्वर्णयुग पनि किन भनिएको भने ठुला मन्दिरहरू जस्तैमा चाङ्गुनारायण मन्दिर, मानगृह, भद्र दिवस, कैलाशकूट भवनहरूको पनि निर्माण गरिएको हो। त्यो भएर स्वर्णयुग र गोल्डेन हिरा पनि भनिन्छ। अब लोकसभामा सोद्धाखेरि गोल्डेन हिरा कुन युगलाई भनिन्छ भने त्योमा तपाईहरू चाहिँ लिच्छवी काललाई प्राथमिकता दिन सक्नुहुन्छ। अब लिच्छवी कालहरूको बारेमा चारवटा एकदम प्रमुख राजाहरू हुन् जसको बारेमा लोकसभाले पटक पटक सोध्दै रहन्छ है। पहिला चाहिँ मानदेव, दोस्रो चाहिँ अंशुवर्मा र तेस्रो चाहिँ नरेन्द्रदेव, चौथो चाहिँ गुणकामदेव। यिनीहरूको बारेमा पनि सम्पूर्ण जानकारी लिएर योभन्दा अर्को भिडियोमा पनि लिएर उपस्थित हुनेछौँ। त्यही भएर साथीहरू यो भिडियो हेर्न नबिर्सनुहोला। अब लिच्छवी कालका राजाहरू। लिच्छवी कालका प्रथम राजा जयदेव र अन्तिम राजा चाहिँ जयकामदेव जसलाई जयदेव पनि भन्छ। अनि आएका मुजफ्फरपुरको वैशाली भन्ने ठाउँबाट। शासन अवधि यिनीहरूको 800 वर्ष थियो। शासन केन्द्र सुरुवात यिनीहरू सङ्खुममा गरे थियो। त्यसपछि सार्यो गोकर्णमा सारे अनि र अंशुवर्माको पालामा हाडी गाउँमा पनि शासन केही वर्ष गरेका थिए शासन। अनि यिनीहरूको राज्य सञ्चालन भाषा चाहिँ संस्कृत थिए। यिनीहरूको मुख्य पेशा चाहिँ कृषि, व्यापार र समानार्थिक रूप थियो र राजा गस्तीलाई पराजित गरेर यिनीहरू आफ्नो शासन मागेका थिए र यिनीहरूले आफ्नो कृषि व्यापारमा यिनीहरूको प्रमुख पेशा चाहिँ कृषि व्यापार हो। अब प्रशासनिक व्यवस्थाको औपचारिक रूप पनि यिनीहरू नै हो। अब प्रशासनिक व्यवस्थाको औपचारिक सुरुवात लिच्छवी कालमै भएको हो। त्यो भएर लिच्छवी कालमा कानुन निर्माण गर्ने काम अन्तरासनले गरिरहेका थिए। अहिले जसलाई व्यवस्थापिका पनि भनिन्छ। त्यति बेला चाहिँ अन्तरासनले कानुन निर्माण गर्ने काम गरिरहेका थिए। अन्तरासन भनेको राजालाई सल्लाह सुझाव दिने, व्यक्तिगत कानुन निर्माण राजासँग छलफल गर्ने पद मानिन्थ्यो।
अब अन्तरासनले चाहिँ कानुन बनायो। अब बनाएर राजाले हरेक ठाउँमा एक्लै कानुन पालना गराउन सक्दैन। त्यो भएर त्यतिखेर ट्रान्सपोर्टेसनहरू थिएन कि राजा सबै ठाउँमा जान सकोस्। अनि त्यतिखेर विभिन्न किसिमका पदहरू सिर्जना गरे। ती पदहरू मार्फत आफ्नो प्रतिनिधिहरू मार्फत पालना गराउने काम गर्थ्यो, जसलाई त्यतिखेर सरकार भन्थ्यो। सरकार भन्ने अहिले कार्यपालिका भनिन्छ। अहिले पहिला सरकार भन्थ्यो, अहिले चाहिँ कार्यपालिकाहरू भन्छ। जस्तै नगरपालिका, गाउँपालिका हो नि, त्यस्तै भन्थ्यो क्या पहिला, सरकार त्यसलाई भन्थ्यो। अब लिच्छवीकालीनका पदहरू। अब महासामन्त भनेको प्रधानमन्त्री, अमात्य भनेको मन्त्री, कुमार अमात्य भनेको सहायक मन्त्री, दण्डनायक भनेको प्रहरी प्रमुख, जसलाई आइजिपी पनि भनिन्छ, इन्सपेक्टर जेनरल अफ पुलिस, सर्वोदण्ड नायक न्यायाधीशलाई भन्थ्यो, महासर्वोदण्ड नायक प्रधान न्यायाधीशलाई भन्थ्यो, सामन्त प्रशासकीय अधिकृतलाई भन्थ्यो, भट्ट भनेको सिपाहीलाई भन्थ्यो, गौलिमक भनेको सेनानायकलाई भन्थ्यो, भटनायक भनेको सेनाध्यक्ष, बलाध्यक्ष भनेको सेनापति, महाबलाध्यक्ष भनेको प्रधान सेनापति। अब परमासन र न्यायपालिका। लिच्छवी कालमा दण्डको प्रकार 4वटा थियो, जुन चाहिँ वाकदण्ड। वाकदण्ड भनेको बोलेर दिने दण्ड, बेइज्जत गर्ने दण्ड, त्यसलाई पनि भनिन्छ। अनि धिकदण्ड भनेको बेइज्जत गरिने, मुखमा कालो मसी लगाएर पुरा गाउँ घुमाउने, जस्ता किसिमका दण्डहरू थिए। अब दण्ड भनेको एउटा दण्ड थियो, जुन चाहिँ आर्थिक जरिवाना, जस्तैमा अब हुन्छ नि कि पैसा नार्ने धेरै किसिमको। त्यही अब बद्ध दण्ड भनेको अङ्गको विच्छेदन, जस्तैमा हात खुट्टा भाँचिदिने, त्यस्तो किसिमको दण्ड। अब न्यायिक धिकरण। अब कुथेर भनेको भूमि जग्गा जमिन सम्बन्धी हेर्ने मामिला। मापचोक भनेको पारिवारिक मामिला, विवाद, डिभोर्स, घराइसी मामिला हेर्ने गर्थे। अब लिङ्गवाल भनेको सार्वजनिक मामिला, जस्तो कुलो, खानेपानी, मठ, मन्दिर, गुठी, यस्तो किसिमको मामिला हेर्थ्यो। सुली भनेको पञ्च अपराध, चोरी, हत्या, पर स्त्री हरण, राजद्रोह अपराधको मतियार जस्ता मामिला हेर्थे। अब लिच्छवी कालहरूमा लाग्ने विभिन्न किसिमका करहरूको बारेमा जान्छौँ। त्रिकर 1 नम्बर भागकर जुन कृषि जग्गा सम्पत्तिमा लाग्ने कर। भोकर भनेको पशुमा लाग्ने कर। कर भनेको वाणिज्य व्यापारमा लाग्ने कर। चैल कर भनेको कपडामा लाग्ने कर। तेल कर भनेको तेलमा लाग्ने कर। लसुनी कर भनेको लसुनमा लाग्ने कर। सिङ्कर भनेको फर्निचरमा लाग्ने कर। आपन कर भनेको पसलमा लाग्ने कर। नैल कर भनेको रङमा लाग्ने कर। सुक्कर भनेको सुँगुरमा लाग्ने कर। पलाण्डुकर लाग्ने भनेको प्याजमा लाग्ने कर। मल्लयुद्ध कर भनेको मल्लयुद्धमा लाग्ने कर। गोरु जुद्ध कर भनेको गोरु जुद्धमा लाग्ने कर। साथी, अब योभन्दा अगाडिको भिडियोमा सम्पूर्ण जानकारी लिएर उपस्थित हुन्छु है। तबसम्मको लागि बिदा हुन चाहन्छु है। त्यो प्रमुख 4वटा राजाहरूको बारेमा पनि लिएर योभन्दा अर्को भिडियोमा उपस्थित हुनेछु। अनि मेरो भिडियो हेर्न चाहिँ नछोड्नु होला, किनकि महत्त्वपूर्ण प्रश्नहरू लिएर पनि उपस्थित हुन्छु। धेरै पटक सोध्ने कुराहरू पनि छन्। अब लोकसेवाले हाम्रो चाहिँ प्राथमिकता दिएको यस्तै कुरा नै हो, स्टेप बाई स्टेप हामी पढ्दै जाने हो। अब अर्को भिडियोमा पनि लिएर उपस्थित हुन्छु।